पार्ट 2 मा किनभने बिचमा क्यामेरा बन्द भएको छ अनि हामी यहाँ भ्यू टावरमा आइसकेको छौं र यहाँदेखि भ्यू यस्तो आउँछ यस्तो दुईटा गर्लफ्रेन्ड यस्तो दामी हो ल अब हामी यो फर्स्ट फ्लोर हो भने अब हामी सेकेन्ड फ्लोरमा जान्छौँ उही मा यहाँबाट मोबाइल खस्यो भने त मोबाइलको धजिया आउँछ रे ल उहाँको समाज कुइली हामी माथि आइसकेको छौँ उही माको छौँ हरि बब्बल भ्यू आएको यार चप्पलहरू कसरी भयो डर छ म त मोबाइलको टेन्सन छ यहाँ कति धेरै रुखहरू छ यी काठमाडौँ ठुलो सहर हामी त ऊ त्यहाँ पोलबाट आएको यहाँ क्यामेराम्यान देखेँ होइन यत्रो ठुलो हो कि यहाँ ए मास्तिर यहीँ हो कि एउटा पोल त उही मोल खस्छु क्या यार खै त त्यो उखै त यहाँको गेट खै त मुन्डेको गेट छ क्या यही हो एउटा टावर यो फुच्चे साला त्यहाँ अड्के हो कि तल हजुर अरे यो भिडियोमा 1K लाइक आयो भने म यहाँबाट त्यहाँ जान्छु ल देखाइदिउ त म देखाउ न म यहाँबाट फर्स्ट फ्लोरबाट सेकेन्ड फ्लोर ओ माय गॉड यहाँ त नेपालको म्याप पनि रहेछ यार अब हामी नेपालको म्याप हेर्न जान्छौँ सिडी यस्तो हो फर्स्ट गियर सेकेन्ड थर्ड फोर्थ फिफ्थ सिक्स्थ 7 8 9 वाह अब हामी सेकेन्ड फ्लोरमा आइसकेको छौँ यो साला फुच्चे फेरि यहीँ अड्के हो कि 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 अब झरियो यहाँबाट साइकल कुदाउनु क्या मजा आउँछ यार भन्छ हामी यहाँ तल आइसकेको छौँ ओ यहाँ पनि खतरा सिटिङ प्लेस रहेछ म हजुरहरूलाई एउटा देखाउन चाहन्छु नेपालको नक्सा हेर्ने हो त्यो पनि ठुलो पिस आउनु हेर्नु भिडियोलाई हेर्दै अन्तिमसँग यो पार्ट चाहिँ दुईटामा मात्रै छुट्टियो किनकि यी नेपालको नक्सा यहाँबाट गोदावरी कर्णाली लुम्बिनी पोखरा यहाँ पोखरा कहाँ गण्डकी माथि हेर्नु गण्डकी मेरो हटौडा बागमती जनकापुर जङ्कापुर बिराजन कोरी ऊ माइक त्यहाँ जाने हो र ऊ त्यहाँ सबैले चिटिङ गरेर यहाँ फाल्दैछ चिटिङ गरे यहाँ चाहिँ लास्ट डर लाग्यो अब 19 मात्रै गाइस हेर्नुस् यता हेर्नुस् ल हामीसँग यहाँ भेट्टाको प्लेन अब हेर्न सक्नुहुन्छ हामी उडाउँछौँ ल उड्यो ए उडेन यता देखाउँछौँ क्यामेराम्यान हामी यहाँबाट सफर गर्दै हामी म यहाँ देख्छु लिमाउँछु अब हामी त आउन जान्छौँ हाम्रो गाडी यहाँ छौँ हामी यो यहाँ अड्के छौँ सुन्नुहुन्छ यो अब हामी ये देखिए क्यामेराम्यान देख्नु सक्नुहुन्छ कि देख्नु सक्नुहुन्न तुमसे प्यार करेगी या नकरेगी ल गाइस हामी चाहिँ तल गइरहेको हजुरहरूले यो भिडियो हेर्नु छ भने ब्लाइन्डले के हो फेरि त्यो भन्ने नि भाइले फुल गरेर हेर्नु होला किनकि यहाँले
घाम टल्किएको छ अब हजुरहरूको घरतिर यस्तो छ भने यसलाई मजाले धुनुहोस् पात टिपेर ल म चिनी र यता देखाऊ ल टिपेर पनि देखाइदिनु हामीले एउटा भिडियो देखेको थियौँ होइन यसको यो छ नि यो पत्ता यसलाई टिपेर यसलाई टिप्ने अनि यसलाई एउटा बोतलमा हालिदिने अनि चिनी चाहिँ किने यत्रो यत्रो चिनी नभए सानो सानो मसँग चिनी हालिदिएपछि 1-2 घन्टा राखिदिनु स्प्रेड हुन्छ पानी हालेर स्प्रेड गर्छ पानी हाली कि हाल्ने पानी हाल्ने त हुन्छ पानी नभए स्प्रेड कहाँ बनाउँछ ल पानी स्प्राइटको खेती यहाँ हुँदो रहेछ चल्छ यो स्प्राइट बन्यो भने फेरि हामी दिनदिनै आउँछौँ ल गाइस ल जाऊँ ल हात्तीको मुख हेर्न जाऊँ न तिमी लिएर आऊ है हाम्रो साथीले फेरि मतलब हाम्रो भाइले फेरि उसले गाउँछ अरे अनि यहाँ फेरि के हो यो डल्फिन हो कि यो के हो कमेन्ट गर्नु होला अनि डल्फिन लायो डल्फिन ओ यो डल्फिन होइन कर्णालीको डल्फिन म्याउ गोप गोप हात्ती देख्न सक्नुहुन्छ अब हात्ती के अरे गइरहने हात्तीको भन्दा हेर्न सक्नुहुन्छ हात्तीको टाउको यो के फेरि ड्याम हो क्या हो यो है अझै हेर्नु कति ल्याएको यो नि यो चाहिँ त पुग्छ त हाम्रो नि खाने अन्त अझै खाने क्यामेराम्यान हेलो अब म चाहिँ यति टिपेको छु अब अझै धेरै टिप्ने अब म यहाँ क्यामेराम्यान अब त्यता अब यसो हुन्छ यो फोटो चाहिँ त चराहरूको फोटो हो यो चराहरूको फोटो हो अनि यहाँनिर चाहिँ भगवान्को रहेछ शिव र पार्वती भगवान् शिव भगवान् र पार्वती भगवान्को भण्डारी भन्थ्यो अब यो गणेश भगवान्को यो कुन भगवान्को अरे भाइ सरस्वती भगवान्को हो अनि यो कृष्ण भगवान् र कृष्ण राधा होइन कृष्ण र राधा अब हामी चाहिँ माथि जानु लागेको छौँ गाइस पिङ्क हिल ठाउँमा भेटौँ ल गाइस होइन फेरि झुक्केर काट्यो भने त फेरि पार्ट 3 हुन्छ हेर्न सक्नुहुन्छ यहाँनिर सानो सानो भगवान्हरूको रहेछ देखाइदियो अब म चाहिँ यहाँ यो स्प्राइटको हुन्छ नि स्प्राइट यसले बनाउँछु भन्छन् युट्युबमा मैले त्यही हल्ला सुनेको थिएँ आज मैले पनि घरबाट ट्राई गर्छु यो भिडियो चाहिँ कमसेकम 3 पार्टमा हुन्छ फर्स्ट पार्ट यो सेकेन्ड पार्ट हो अनि फेरि थर्ड पार्ट चाहिँ कमसेकम मैले बेलुकातिर रिलिज हुन्छ भेन्टा पनि बनाएर के अरे स्प्राइट पनि बनाएर देखाइदिन्छौँ त्यही भिडियोमा स्प्राइटको पार्ट 3 मा स्प्राइट कमसेकम हजुरलाई भिडियोलाई राम्रो लाग्छ भने लाइक सेयर र कमेन्ट गरिदिनु होला 10 लाइक डल्फिनले चाहिँ यहाँ फोहोर खाइरहेको भने हामी चाहिँ यहाँ लाइक आयो भने यति धेरै रुखको छायामा बस्छौँ नेपालको म्याप शुद्ध पश्चिम कर्णाली के गण्डकी भएको मैले देखेको कर्णाली यहाँ लुम्बिनी गण्डकी प्रदेश 2 मधुबारसा बागमती कोशी अनि प्रदेश 7 हुँदैन 1 2 3 4 5 6 7 8 यहाँ त छ भने हामी चाहिँ यहीँ छौँ आजको लागि यति जो अहिले हैन यो गर्छु यस्तो गर्छु हैन तिमीले डबल बटन दबाएर नि ल म यस्तो गर्नु त तपाईले 1 2 3